भाइ बहिनी कता कता तपाईहरु कता यता यता ध्यान दिनुस् 10 तारिखको नोटिस आउँछ भनेर पिर गर्नु भएको हो क्या त्यसो भने त पिरको टाउको दुखेको चाहिँ मैले पेन किलर लिएर आएको छु नि त यहाँ हेर्नुस् त गित्ते मुने क्युभिएसटी प्लस भिएसटी प्लस गित्ते मुने क्युभिएसटी प्लस भिएसटी प्लस निका उनिका फिग्यो लिएर आएको छु नि त मैले तपाईहरुको दबाई पेन किलर हेर्नुस् है यसको फिग्यो हेरौँ अब 1 नम्बरमा छ अगाडिको वाक्यमा कारण र पछाडिको वाक्यमा असर वा नतिजा जनाउँदा प्रयोग गरिन्छ भन्छ अब यही फेरि निका उनिकाले के भन्छ 1 नम्बरमा सल्लाह सुझाव सहित अगाडिको वाक्यमा भएको कारणको अवस्था हेरी पछाडिको वाक्यमा असर देखिँदा प्रयोग गरिन्छ भन्छ अब फेरि गित्ते मुनेमा 2 नम्बरमा हेरौँ अब पछाडिको वाक्यमा भएको नतिजा र परिणाम पोजिटिभ सकारात्मक र नेगेटिभ नकारात्मक दुवैमा प्रयोग गर्न सकिन्छ भनौं अब यस्तै फेरि निका उनिकाले के भन्छ भन्दा भाइ बहिनीहरुले ध्यान दिएर हेर्नु होला है यो व्याकरणलाई प्राय भावनात्मक कुरामा प्रयोग गरिन्छ अब यस्तै फेरि गित्ते मुनिमा हेरौँ 3 नम्बरमा के भन्छ वाक्यको अन्त्यमा मेन इम्पोर्टेन्ट भनेको कुरै यही हो यही कुरा छुटाउन सकियो भने गित्ते मुने र निका उनिका को क्वेशन चाहिँ हल गर्न सक्नुहुन्छ रिउल्कायो उल्कायो बसिदा उप्सिदा गोसिप्ता अथवा जा जस्ता ग्रामर यसको अन्तिममा प्रयोग गर्न सकिदैन भनौं गित्ते मुनेमा है भने अब निका उनिकामा फेरि के छ त भन्दा यही कुराहरु यो ग्रामरमा रिउल्कायो अथवा उल्कायो सिप्सियो उसिप्सियो सियो उसियो बसिदा उप्सिदा जा आ अ या हेयो दोयो जस्ता ग्रामरहरु प्रयोग गर्न सकिन्छ केमा भन्दा निका उनिकामा केमा गर्न सकिदैन यी कुराहरु भन्दा गित्ते मुनेमा चाहिँ गर्न सकिदैन है यो कुरालाई ख्याल गर्नु होला अनि 4 नम्बरमा भन्छ फेरि अब यो विशेषण क्रिया अथवा चाहिँ क्रिया दुवैमा प्रयोग गर्न सकिन्छ भने यसमा पनि त्यही छ फेरि 4 मा विशेषण क्रिया अथवा क्रियामा यो त दुईटैमा प्रयोग गर्न सकिन्छ छुट्याउने भनेको के त भन्दा यो कुरा र यो कुरा छुट्याउने हो अब 5 नम्बरमा हेरौँ फेरि 5 नम्बरमा के छ त भन्दा बुझ्न पर्ने कुरा यहाँ पनि छ फेरि खामसा छोइसोङ खिबुन खामजङ यो धन्यवाद छोइसोङ माफ गर्नुस् भन्ने कुरा खिबुन मुड अनि खामजङ भनेको के हो त अनुमति अनुभूति फिलिङ यस्ता यस्ता कुरा चाहिँ के त यो गित्ते मुनेमा चाहिँ प्रयोग गर्न मिल्दैन है फेरि मिल्दैन भने यही कुरा फेरि 5 निका उनिकामा के छ त भन्दा खामसा छोएसोङ खिबुन खामजङ यस्ता कुराहरु यसमा प्रयोग चाहिँ गर्न मिल्छ कुरो बुझ्नुभयो ध्यान दिएर एकचोटी सर हेर्नुस् त भाइ बहिनीहरु तपाईको टाउको दुखेको स्वाट्टै हुन्छ ल अब यसो चाहिँ क्वेशन हेरिहालौं हामीले तलपट्टि के भन्छ क्वेशन हेरेपछि अझ सजिलो हुन्छ नि भाइ बहिनीहरुलाई अब हेर मोडल क्वेशनमा छ ल छागुन भन्छ छाक्ता भनेको सानो हुनु एडभर्ब हो यो क्रिया विशेषण सानो शिल्सु गल्ती डट 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 खुन सागो नासयो भनौ सानो गल्ती डट 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 ठुलो दुर्घटना भयो अरे 1 नम्बरमा हाजिमान भएता पनि अनि हान ठक्मुने गरेको कृपाले हैन त कृपाले कारणले भन्न पनि मिल्छ अनि हानिका गरेकोले हुने भयो अनि हागित्ते मुने फेरि गरेको कारणले भन्ने कुरा भयो है अब यसलाई बुझौं अब यहाँ हेरौँ है गित्ते मुनेमा के भनेको छ भन्दाखेरि अगाडि काड हुनुपर्छ पछाडी चाहिँ तपाईको असर देखिनुपर्छ भने हैन त अब छागुन शिल्सु भन्छ सानो गल्ती भनेको के हो त कारण हो नि त भने अनि डट 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 खुन सागो नासयो अनि पछाडी चाहिँ ठुलो चाहिँ दुर्घटना भयो अरे त्यो त असर हो नि त असर भएपछि के भन्नु पर्यो हामीले सिधै गित्ते मुनेमा गरेर लगाउनु पर्यो हागित्ते मुने सानो गल्ती गरेको कारणले गर्दाखेरि ठुलो दुर्घटना भयो भनेपछि कतिको भयो 4 को भइहाल्यो त्यही पनि बुझिहाल्नुहुन्छ तपाईहरुले थाहा भएकै कुरा भइहाल्यो जानिहाल्नु भयो होला अब 2 मा अब 2 को फेरि हेरौँ है अब
गाले भन्छ यी छागबी भनौँ यो काम डट 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 छागब बोगुल इबुसियो भनौँ सियो उसियोको कुरा हो। तपाईँले पत्ता लगाइसक्नुभयो होला। छागब बोगुल इबुसियो काम गर्दाखेरि लगाउने पोसाक लगाउनुहोस् भनेको, कार्य पोसाक लगाउनुहोस् भनौँ। गाले भन्छ यी छागबी छाग डट 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 छागब बोगुल इबुसियो भनेपछि नाले भन्छ आन्जन भादो सिनाया हाजियो भन्छ। फेरि यो सुरक्षित जुत्ता अथवा सेफ्टी जुत्ता पनि लगाउनु पर्छ। जियो आएपछि के हो त जानी जानी प्रश्न गर्ने हो नि त। सिनाया हाजियो लगाउनु पर्छ होइन त भनेर भनेको आफै। अनि त्यस पछाडि अब हेरौँ है यसले के भन्छ उयम हागिते मुने भनौँ खतरा हुने भएको कारणले होइन त भयो। अनि उयम हानिका खतरा हुने भएकाले खतरा हुने भएकोले आन्जन हागिते मुने सुरक्षित हुने भएको कारणले भन्छ। अनि आन्जन हानिका सुरक्षित हुने भएकाले ल है। अब यसले के भन्नु त भन्दा यो कार्य पोसाक डट 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 लास्टमा के आएको छ यहाँ वाक्यको अन्तिममा सेउ उस्यो रिड्कायो उड्कायो बसिदा उप्सिदा जा गो सिप्ता यस्ता यस्ता गरामन चाहिँ टुङ्गिन्छ भने के त हामीले निका लगाउन पर्छ भने भर्खरै माथिको हामीले भिडियो हेर्यौँ पक्कै पनि जानिसक्नुभयो तपाईँले। भनेपछि कतिको हुने भयो त भन्दा यो कार्य पोसाक के त भन्दाखेरि चाहिँ तपाईँको उयम हानिका खतरा हुने भएकाले यो चाहिँ यो काम है यो यी छागबी यो काम खतरा हुने भएकाले छागब बोगुल इबुसियो काम गर्दाखेरि लगाउने पोसाक लगाउनुहोस् भनेर यसरी भन्न पर्यो। अनि त्यसपछि चाहिँ नाले भन्छ फेरि आन्जन भादो सिनाया हाजियो सेफ्टी जुत्ता पनि लगाउनु पर्छ होइन त भनेर भनेपछि यसले जानी प्रश्न गराएको छ। भनेपछि अब यो सेफ्टी यस्ता लगाउने कुराहरू तपाईँको के त भन्दाखेरि लास्टमा यस्तो सियो उसियोका कुराहरू सल्लाह सुझावका कुराहरू आइसके पछाडि पक्कै पनि निका लगाउनुपर्छ। यो कुरा चाहिँ भाइ बहिनीहरूले ख्याल गर्नु होला, ध्यान दिनु होला। र यस्ता यस्तै ग्रामरहरू हामीले तपाईँलाई चाहिँ हाम्रो इशा गुरुङ पाठशालाको चाहिँ युट्युब पेजमा हाल्नेछौँ, सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको चाहिँ यो कुराहरू मैले राख्न चाहन्छु। नमस्कार।